हेलो गाइजहरू, के छ तपाईँहरू सन्चै हुनुहुन्छ? अब हामी चाहिँ यो भिडियोमा पोलो कन्ट्री पार्क जाँदैछौँ। दुईजना दाजुभाइ हामी दुईजना साइकल लिएर। धेरै पछाडि युट्युबमा ब्याक भएको छु। कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ हेरेर साथ दिनु होला है त। दुईजना साइकल लिएर, दाइको डेन्जर साइकल छ, दाइको जेन्ट साइकल हो, मेरो लेडिज साइकल जस्तै छ तर होइन नि, फेरि हाम्रो ओल्ड जमानाको साइकल छ होइन। हाम्रो यात्रा कहाँ हो सरजी? हेलो हेलो माई फ्रेन्ड, कहाँको यात्रा हाम्रो? अहिले हाम्रो पोलो कन्ट्री पार्कको यात्रा। पोलो कन्ट्री पार्क हो, ठिक छ। हामी घरबाट निस्क्यौँ, चक्क चटपटेको लागि सबै रेडी छ। हामी अब एउटा कोक लिएर जान्छौँ। लेट्स गो। सो गाइजहरू, आज धेरै पछि ब्याक भएको छु होइन। अब त्यस्तै हो, कहिले बनाउने भिडियो बनाउनै अल्छी लाग्छ होइन, कहिले जाँगर चल्छ, यस्तै हो। दाइ पछाडि आउँदै हुन्छ, मैले सिनेमेटिकमा खिचेको छु, त्यही भएर पछाडिको ब्लर भइरहेछ। मलाई आफैलाई मात्र फोकस गरिरहेको छु। जिन्दगीदेखि वाक्क लागिसक्यो, हरेक कुराखेरि सोच्दा एक्लोपन फिल भएर चाहिँ आज चाहिँ चट्ट जाउँ भनेर चाहिँ निस्केको है। तपाईँहरूलाई पोलो कन्ट्री पार्कको भ्यूहरू यताउति रमाइलो गएको सबै देखाउनेछौँ। स्टे ट्युन गाइज। चाहिँ अगाडिको भ्यू गाइज, दुइटै हात छोटो कुदाइदिन्छु नि, फेरि म त डन पो त। लडिन्छस् है, ओए सक्दैन नि फेरि भनेको झन्डै लडै। हामी जाममा थियौँ है, जाम खुलिसकेको छ। दाइ अगाडि हुनुहुन्छ चट्ट पारेर। हाम्रो यात्रा निरन्तर छ है गाइजहरू। म चाहिँ लिडरमा छु, यहाँ कोक किन्न आएको। ल हामीले यहाँ चाहिँ अब कोका कोला लिइसके पछाडि अब हामी जान्छौँ। हजुरले भ्यू देख्न सक्नुहुन्छ, एकदमै बवाल भ्यू छ। दाइ पछाडि आउँदै हुनुहुन्छ। हामी पोलो कन्ट्री पार्क आइसकेको छौँ है। अब हामी भित्र प्रवेश गर्छौँ। गाइज लुक एट द भ्यू, एकदमै शान्त छ है, शान्त वातावरण, आनन्द। ओए रिफ्रेस हुन त यहाँ आउनुपर्ने रहेछ नि त। तपाईँहरूले यता साइडमा देख्न सक्नुहुन्छ एकदमै ग्रिनरी, यहाँ देख्न सक्नुहुन्छ, फुलहरू देख्न सक्नुहुन्छ। दिस इज पिस है गाइज। कता हो? जता गयो नि त्यो पुगिन्छ हो। साइकल भ्लग है गाइज। तपाईँहरूलाई हामी पिस के हो देखाउँछौँ, क्वालिटी के हो आइफोन 17 प्रो म्याक्सले देखाउँछ। ग्रिनरी छ है गाइजहरू, खतरा ग्रिनरी। यहाँ मुनि बसिरहेछौँ, भ्यू है गाइज, पानी परिरहेछ। अब चट्टै रुखको मुनि बसेर चटपटे बनाउँछौँ हामी अब।
चाहिँ हाम्रो अब दीपक बस्नेत सर त्यसरी होइन कि त्यो उयसमा युट्युबमा हाल्नको लागि ए यस्तारी चाहिँ बर्बाद भइगयो नि त अन्त यहाँबाट यसरी यहाँ धेरै कुराहरू छ है मर मसला म त यो टप चाहिँ छुटेछ भन्ने थिएँ यो टप छुटे गर्दाखेरि गाह्रो हुन्छ नि यहाँ खोर्सानी नुनै यहीँ छ यदि नुन बिनाको चटपटे के मिठो होला र होइन र यस्तो छ है गाई चाहिँ पोलो कन्ट्री पार्क घुम्न आएको दुईजना दाजुभाइ साइकलमा आइरहेछौँ अब यस्तो पानी परेर एकछिन यहाँ अब रुखको मुनि बसेर चटपटे खाएर ज्यान इनर्जी यसो ज्यानको इनर्जी निकालेर अनि जाँदैछौँ हामी खोला हेर्नु जाने सिधै जो भी है हेलो चाँडो आउँ छिटो दिल रूपा तेरे हवाले कर दिया यो भन्दा नि सिनेमेटिकमा अझ क्लियर आउँछ आफूलाई मात्र देखाउँछ कि एकजना मात्रै यो त मुनि मुनि जाने जस्तो नि हेर्नुहोस् के गर्नु गाइजहरू हजुर सबै जाने सबैतिर जाने My God, this is very awesome. Yeah. यहाँ फोटो खिचौँ यार अनि उ त्यहाँ पनि गएर फोटो खिच्नुपर्छ उ त्यहाँ अब के रोज भएको ठाउँ छ अरे अब हामी पानामाको जङ्गलमा छिर्दैछौँ ओए कस्तो राम्रो हो यार देखे देखे आई ब्रो आई ल हाम्रो दीपक सोल्टी यसरी अगाडि बढ्दै हुनुहुन्छ हामी चाहिँ आज अब पोलो कन्ट्री पार्कमा हिँडेको उहाँको स्वाग फेरि बेग्लै छ फेरि कुरा नगरौँ उहाँको स्वाग भनेको फेरि बोलिसक्नु छैन ल हेर्नुहोस् सरजीहरू यस्तो छ ल सकिन्छ त अनि ल हेर्नुहोस् हामी पोलो कन्ट्री पार्कको एउटा फेरि कुन चाहिँ ठाउँको एउटा चौरीमा आइपुग्यौँ दामी छ ल ल हेर्नुहोस् ल गाइज हेर्नुहोस् हाम्रो दीपक सर अब यसरी अगाडि अगाडि लम्किनु भएको छ म पछाडि पछाडि छु होइन म लडी भने यसरी हो क्या टक्कै तिमी देब्रे हातले चलाउन सक्दो रहेछौ म दाहिने हातले मात्र चलाउन सक्छु
आउ न र आउ माया च्यापै हातसम्म। गाइजहरू हामी एकदमै धेरै फोटो खिच्यौँ होइन। फोटो खिच्दाखेरि दिपेन सर पछाडि छन्, ब्लर छन्। यस्तै हो जिन्दगीमा, सबैजनालाई ब्लर गर्दै आफूलाई मात्र फोकस गर्नुपर्छ भन्ने कुरो चाहिँ लागेको छ। मैले फेरि दुइटै हात छोडेर साइकल कुदाइरहेको छु होइन। अब हामी यहाँबाट सिधै अगाडि मात्र पानामा जङ्गल आइसकेको छ है, देख्न सक्छौँ। ल सोल्टी है आइ ब्रो आइ। क्यामेरा राम्रो होइन क्या त्यो भन्नाले। हेलो सरी। खै दिपेनजी कहाँ गए? को खिच्छु, हाम्रो मान्छेको चाहिएन। वाउ दिस इज सो ब्युटिफुल। My God, so loving. I am loving this moment. Biking cycle, okay. मनका कुरा सुनाइदेऊ कि। This is the moment. Wow. Wow, this is so beautiful. So beautiful memories. Okay. It's full है guys. हाँ? अब हामी रोजै रोज भएको ठाउँ पुग्छौँ हो? अब हामी रोजै रोज भएको ठाउँ पुग्छौँ हो? ओए दिपेनजीको बबाल आयो यार। आए ओए छोडाइ अब के गर्नु, आफ्नो जस्तो छ त्यस्तैमा रमाउनु पर्यो नि। मान्छे गाडीमा रमाउँछन् होइन, ठुलो घर किनेर रमाउँछन्। आफ्नो अब साइकल छ, साइकलमै रमाउनु पर्यो। रमाउन सिक्नु पर्यो गाइजहरू, रमाउनु पर्यो भनेर फेरि भन्ने मात्र हो। डिप्रेस मान्छेले अब खुसी हुन सिके जस्तो छ है, के अरे सिकाए जस्तो छ अरूलाई। यस्तै हो। Hi guys, hiya. All good? So, I'm loving this moment, Dipanji! Woo! एकदम रमाइलो भइरहेछ। हल्का थाके जस्तो भयो। अहिलेको चटपटेको याद आइरहेछ। My God! What are you doing, my friend? हुन्छ, एकदमै राम्रो ठाउँ छ। कहाँ हिँड्यो फेरि? ए अब देख्छु दाइ। के छ दाजु पखाइ? बढायो नि त ब्राइटनेस। हेलो दाजु, के छ आजको यात्रा कस्तो लागिरह? ठिक छ नि होइन? बिदा सदुपयोग। हाइवे आयो के मैले भने तिमीलाई। हामी हाइवेमा आएको छौँ होइन? मलाई हामीले चाहिँ काउहरू पनि देख्यौँ यहाँ होइन? यता हेलो सरजी। दाइको साइकलको ब्रेक फेरि त्यो धादिङ बेसीबाट काठमाडौँ 12 चक्की छिरेको ट्रक जस्तो वहीँ ब्रेक लाग्छ। सो अब हामी जाँदैछौँ, रोज हेर्नको लागि जाँदैछौँ होइन? अनि रोज छ अरे, तर दाइलाई थाहा छैन झन्डै लड्यो। सो गाइजहरू यस्तै हो जिन्दगी, जहाँ गएर नि जिन्दगी खोज्न आउँछ होइन? टक्क कता हो त? यता हो लेफ्ट यहीँ ब्रो। सो
हामी लेफ्ट लाग्यौँ रोज हेर्नको लागि, हेर्न सक्नुहुन्छ। साइकलमा गाह्रो गएर उकालो चढ्नु। रन्का बुधे रन्का गाई त लड्यो भने चाहिँ फेरि डह्रो भ्यू आउँथ्यो होला है। ओइ कस्तो रन्केको यो साइकल, रन्क्यो रन्क्यो। कता हो दाइ, कता हो? दाइ फेरि मा त्यो के देखाउने, अघि के बाटो आइरहेको लाग्छ घुमी घुमी। रोज रोज भनेर दाइले, मैले रोजै रोज भएको ठाउँ होइन, दाइले मलाई स्क्याम हानिदिएर लाली गुराँस रहेछ। टाइट गुराँसै गुराँस छ गाइस, पिन्जुरे चाहिँ होइन है फेरि यो स्कटल्यान्ड हो, स्कटल्यान्ड। नजिकैबाट देख्न सक्नुहुन्छ। आजको भ्लग यहीँ टुकिन्छ, हामी घर फर्किन्छौँ र यहाँसम्म भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै आजको भिडियो यहीँ बन्द गर्न चाहन्छौँ। धन्यवाद।